हेलो गाइज, आज चाहिँ हामी फाइनल्ली यता नाइट टुर गरिराखेका छौँ। यतिखेर हामी चाहिँ फाइनल्ली जडीबुटीको उसमा छौँ। स्वागत छ, मेरो नाम झलक राणा। आदरणीय दर्शक, हामी यति बेला नाइट इभिनिङ वाकमा छौँ। इभिनिङ वाकको कुरा गर्दाखेरि मकै लगाएको छ। हेलो हेलो दाजु, एकजना दाइ हुनुहुन्छ, को दाजु हुनुहुन्छ बोलाउँदैछ। हेलो, कहाँ हो दाजु तपाईँको घर? यति राति कता घुम्दै हो हजुर? तपाईँ त्यस्तो नि भन्न मिल्छ, माछालाई भन्न मिल्छ? तपाईँलाई यही भिडियो लगाएर थानामा जाउँ म? अनि र हामी चाहिँ यता एयरपोर्ट छेउमा छौँ। यतिखेर हाम्रो भलागर झलक राणा हाम्रो हुनुहुन्छ। मेरो जेठन साहब चाहिँ एमके बाबू मगर इधर बात कर रहा है। कैसा बुङबुङखेरि मोटा यो दुईवटा गाडी चाहिँ मेरो हो। अनि म दुईजना चाहिँ खलासी खलासी थियो। त्यही भएर आज चाहिँ हामी यतै आज गाडीमै सुताइ हुन्छ होला सायद हाम्रो। चाबी यहीँ छ। त्यही हो, काठमाडौँ बसेर प्रगति भनेको यति मात्र हो, खासै ठुलो गर्न सके होइन। यो पनि हो, यिन दुइटा मिलेर जन्म आएको यो चाहिँ जन्म आएको हो। र अनि झलक सर, हाम्रो उहाँ चाहिँ को हुनुहुन्छ नि? को उहाँ चाहिँ को हुनुहुन्छ? जेठान नै हो, जेठान त। अब उहाँले फेरि ढोकरे चाहिँ चिन्नुहुन्छ क्या नचिन्नुहुन्न? पहिलादेखि साथी भनेको, अनि त्यो भने चाहिँ अब एकैचोटि जेठान हुनु अलिकति उ लाग्यो। तपाईँलाई त तपाईँले जबरजस्ती गर्न लगाएर सधैँ बिहान ढोकेर पठाउनु भयो। उहाँले त्यस्तो गरेर पठाउनुहुन्न, हुनुहुन्न। तपाईँ भनेको मान्छे एकदम खतम क्या। खतम त कसरी हुन्छ? म जस्तो यार यसरी घुम्न पाउनु भएको छ माइतीसँग, भाग्यवान हो नि यार। भाग्यवान भन्नु त भाग्यवान भन्नु के भन्नु? हामी त कहाँ छ दाजु? देख्नुभयो त? तपाईँ भोलि नआउनु 5 मिनटको आज मेरो भला खालि मिलियन जान्छ मेरो। हेरौँ आज कति जानुपर्छ। कान्छा दाजु एकदम ह्यान्डसम भएर चोक भएर हिँड्दै हुनुहुन्छ। केटीहरू त्यो लाग्दिनँ म बिहा गरेर मान्छे हो, म विवाहित मान्छे हो। म विवाहित मान्छे हो। म अहिले भर्खरदेखि हो। हाम्रो कान्छा दाइ मार हुनुहुन्छ। अनि त्यही नै हो गाइज। हामी यतिखेर नाइटमा चाहिँ बालन सिटीमा घुमिराखेका छौँ। अनि यो बालन सिटी हो र? यस, बालन सिटी। हेर्नुहोस्, बादलले अर्को चमत्कार गर्यो त्यो मन्दिरमा लाइट हालेर। सक्छ त कसैले? हेर्नुहोस्, बादलले सराएको चमत्कार। कति कालो मान्छे गोरो हुनु भएको छ। खोइ हेर्नुहोस्, आजको भलिबल कसले जित्यो? तपाईँ भलिबल हेर्नुहुन्छ नि धेरै? माई टिम गण्डकी। गण्डकीले जित्यो? यस। कति अङ्कलले जित्यो? एकदम कति अङ्कलले नि 3-0ले हरायो नि। 3 अङ्कलले जित्यो?